तर अस्ति जस्तै पुरा त्यो एरिया टोल भन्दा पनि अब पोइन्ट हिँडेर मिनिमम ठाउँमा पुगेर एकछिन आधी 1 घन्टा कति भ्याइन चाहिँ सबैजनाको अब फुर्सद नहोला होइन। त्यसलाई गस्ती टोलीलाई सुचारू गरेर आखिर जिएस हामीले ल्याएका छौँ। नगरपालिका 100 जना भनेर आएको छ, त्यो बजेट तिरिएको छैन। त्यसको कुरा केही पनि आएन यहाँ अहिले होइन। उठाउने दिने भन्ने कुरा थियो। त्यो कुरालाई पनि मैले हिजो नगरसँग पनि कुरा राखेको छु। त्यो फोटोकपी होइन, पहिले फेरि निवेदन हालेर ल्याउनु फेरि कुरा राख्नु भन्ने कुरा भन्नुभएको छ। भएन भने फेरि त्यो एउटा फोटोकपी छ, त्यसलाई लिएर आएर फेरि अलिकति कोसिस गरौँला, आइतबारतिर जाउँला। त्यहाँ गएर दिएछ भने त बुझि सकिहाल्यो, त पार्टी सिद्धिहाल्यो। दिएन भने हामीले के गर्ने, हामीले आफैले ड्रेस लागेको कुरा हो। बिचरा अब उसको साउ मात्र भए पनि पीडितै हुनुहुन्छ, फोन गरेर गर्नुहुन्छ, मलाई हिजो पनि गर्नुभएको थियो। त्यसलाई पनि केही न केही माध्यम बनाएर हामीले सकिन्छ भने थोरै मात्रामा 15-20 हजार कति उठ्छ आदि सरो रकम चाहिँ दिन पाएदेखि उहाँको पनि साउ आउँथ्यो भन्ने कुरा मैले प्रस्ताव राखेँ। र अहिले हामीले गरेको सामान्य काम यो जुन सिसी क्यामेराको छ, आखिर पहिलो घटनालाई हामीले टोलबाट सुरु गऱ्यौँ। यो हामीलाई भोलि पर्ने घटनालाई मध्यनजर राखेर सुरक्षा भोलि 18 ठाउँमा हामीहरू 18 ठाउँमा पर्छौँ घर